नेपालमा व्यवसाय र समाजको सम्बन्ध कसरी कानुनी रूपमै जोडिएको छ भन्ने विषयमा आज हामी अलिक गहिरिएर हेर्दैछौँ। हो। खास गरी यो संस्थागत सामाजिक उत्तरदायित्व माने सीएसआरको पाटोमा। सीएसआर। हामीसँग केही स्रोतहरू छन् जसले यसको नियम अनि अनिवार्यताहरूबारे बताउँछन्। पहिले सुन्दा यो कस्तो अलि परोपकार जस्तो लाग्थ्यो नि, होइन? हो नि, पहिले त ऐच्छिक जस्तै थियो। तर अब त निश्चित व्यवसायका लागि अनिवार्य कानुनी दायित्व नै बनेको छ। यो कसरी काम गर्छ अलि हेरौँ न त। हो, यो महत्त्वपूर्ण परिवर्तन हो। पहिले अब इच्छाले गर्ने कुरा थियो। हो। अब त कानुनले नै बाँधेको छ, खास गरी अलि ठूला र मजौला खालका उद्योगहरूलाई। ए। यसले के देखायो भने नाफा कमाउनु मात्रै होइन, समाजप्रति पनि कम्पनीको जिम्मेवारी छ है भन्ने कुरा अलि स्पष्ट भयो। त्यसो भए स्रोतहरूले सीएसआरलाई कसरी परिभाषित गरेका छन् त? ठ्याक्कै के हो यो? मूलत यो कस्तो भने नि, कम्पनीहरूले आफ्नो नियमित काम मतलब नाफा कमाउने भन्दा बाहिर गएर समाज र वातावरणप्रति देखाउने जिम्मेवारी हो। यो स्वेच्छित पनि हुन सक्छ कतै कतै, तर नेपालको सन्दर्भमा चाहिँ निश्चित आकारका उद्योगलाई अनिवार्य नै छ। ए, अनिवार्य नै हो। यसलाई कम्पनीले आफू चलेको ठाउँको त्यो समुदायको सामाजिक आर्थिक वातावरणीय हितमा योगदान गर्ने एउटा तरिका मानिन्छ। यो निश्चित आकारका उद्योग भन्ने कुराले अलि चासो जगायो। कानुनले कसलाई तोकेको छ त यो अनिवार्य दायित्व पूरा गर्नुपर्छ भनेर? स्रोतहरू अनुसार यो नियम खास गरी मजौला र ठूला उद्योगमा लागू हुन्छ। मजौला र ठूला? हो। यसको मापदण्ड चाहिँ स्थिर पुँजीमा आधारित छ। मतलब त्यो जग्गा, भवन, मसिनरी जस्ता लामो समय टिक्ने लगानी। ए, फिक्स्ड क्यापिटल? हो, त्यही। करिब 15 करोडदेखि 50 करोडसम्म स्थिर पुँजी भएका मजौला उद्योग अनि 50 करोडभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योगले यो नियम मान्नुपर्छ। अच्छा। तर एउटा चाखलाग्दो कुरा के छ भने नि, यदि 15 करोडभन्दा कम स्थिर पुँजी भए पनि वार्षिक कारोबार चाहिँ 15 करोड नाग्यो भने त्यस्तो घरेलु वा साना उद्योगले पनि यो दायित्व पूरा गर्नुपर्छ। कति रकम खर्च गर्नुपर्ने व्यवस्था छ त? नियम अनुसार यी तोकिएका उद्योगहरूले आफ्नो वार्षिक खुद नाफाको मतलब नेट प्रफिटको कम्तीमा 1% रकम 1% हो हरेक आर्थिक वर्ष सीएसआर गतिविधिमा खर्च गर्नुपर्छ। यो औद्योगिक व्यवसाय ऐन र त्यसको नियमावलीले तोकेको हो। त्यो 1% रकम कहाँ र कसरी खर्च गर्ने भन्ने पनि केही नियम छ कि जथाभावी गर्न त अब पक्कै पाइँदैन होला? पक्कै पाइँदैन। औद्योगिक व्यवसाय नियमावलीले 8 वटा फराकिला क्षेत्रहरू तोकेको छ। जस्तै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद व्यवस्थापन, यस्तै। कम्पनीले वार्षिक योजना बनाउनुपर्छ अनि स्थानीय तहसँग समन्वय गरेर यी क्षेत्रमा खर्च गर्नुपर्छ। स्थानीय तहसँग समन्वय पनि? हो, त्यो महत्त्वपूर्ण छ। अनि अर्को शर्त के छ भने यो रकम कम्पनीलाई सिधै फाइदा पुग्ने मतलब नाफा बढाउने गतिविधिमा लगाउन पाइँदैन। ए, त्यो गर्न पाइएन। जस्तो मानौ स्थानीय स्वास्थ्य शिविर चलाउनु ठिक होला, तर त्यसैलाई कम्पनीको मार्केटिङ इभेन्ट जस्तो बनाउनु चाहिँ भएन। बुझियो। अझ अर्को कुरा, कम्तीमा आधा रकम मतलब 50% उद्योग सञ्चालनले प्रत्यक्ष असर पारेको क्षेत्रमा नै खर्च गर्नुपर्ने प्रावधान छ। ए, आधा त प्रभावित क्षेत्रमै जानु पर्यो। त्यो त राम्रो कुरा रहेछ। हो नि। नियम पालना गर्दा केही फाइदा वा नगर्दा अब सजायको व्यवस्था पनि होला नि? छ। फाइदा के छ भने सीएसआरमा गरेको खर्चलाई आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न पाइन्छ। ए, ट्याक्समा छुट भयो। हो, त्यो एउटा प्रोत्साहन भयो। अर्कोतिर हरेक आर्थिक वर्ष सकिएको 6 महिनाभित्र सीएसआर सम्बन्धी रिपोर्ट बुझाउनु पर्छ। रिपोर्ट पनि बुझाउनु पर्ने? अनि यदि कुनै उद्योगले यो दायित्व पूरा गरेन भने कानुनले जरिवानाको व्यवस्था गरेको छ। कस्तो जरिवाना? उद्योग दर्ता निकायको सिफारिसमा सम्बन्धित मन्त्रालयले वार्षिक खुद नाफाको 1.5% सम्म जरिवाना लगाउन सक्छ। 1.5%? हो। यदि 1 वर्षभन्दा बढी समयसम्म पनि दायित्व पूरा नगरेमा थप जरिवाना लाग्दै जान्छ। प्रत्येक थप वर्षका लागि वार्षिक खुद नाफाको थप 0.5%। ओहो, त्यो त बढ्दै जाने रहेछ। गम्भीर छ। त्यसो भए सारमा भन्नुपर्दा नेपालमा सीएसआर अब केवल मतलब राम्रो काम गर्ने इच्छा मात्र रहेन।
निश्चित मापदण्ड पूरा गर्ने उद्योगहरूका लागि यो अनिवार्य कानूनी कर्तव्य नै बनेको छ। वार्षिक नाफाको 1% तोकिएको क्षेत्रमा, खास गरी प्रभावित समुदायमा योजना बनाएर खर्च गर्नुपर्ने। एकदम। करमा छुट पनि पाउने, तर नगरेमा जरिवाना तिर्नुपर्ने, यस्तै व्यवस्था रहेछ। एकदम सही। यो संरचनाले के देखाउँछ भने नेपालको नीतिले उद्योगहरूलाई उनीहरूले स्रोत र साधन प्रयोग गर्ने समुदायप्रति अझ बढी जवाफदेही बनाउन खोजेको छ। हो, यो दान पुण्यभन्दा माथि उठेर व्यवसाय सञ्चालनको एउटा अभिन्न अङ्ग जस्तै बन्न पुगेको छ। हो त यो नियमले कागजमा त व्यवसायलाई समाजप्रति जिम्मेवार बनायो, तर अब सोच्नुपर्ने कुरा के छ भने के यो केवल कानूनको पालना मात्र भइरहेको छ वा साँच्चै व्यवसायहरूले यसलाई आफ्नो रणनीतिको मतलब कोर स्ट्र्याटेजीको हिस्सा बनाएर समाजमा देखिने गरी सकारात्मक परिवर्तन ल्याइरहेका छन् त? महत्त्वपूर्ण प्रश्न हो यो। यसको वास्तविक प्रभावकारिता कसरी नापिँदैछ होला? खै, यो आफैमा एउटा महत्त्वपूर्ण प्रश्न